एभ्रिवान, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी साथीहरू म चन्द्रगिरीको हाइटमा उभो निस्किँदैछौँ। माथि निकै माथि पाहाडमा आइसकेको छौँ कि हामी चाहिँ यस्तो माथि पाहाडमा छौँ। यतातिर बाटो पिच छ, पोहोर चाहिँ यता बाटो पिच थिएन, यसपालि बाटो पिच गरेको छ, तर आधी बाटो मात्रै माथिसम्म पिच छ अरे होइन। अनि साथी चाहिँ बाइकमा छ होइन त। ल रुपेश, हामी चाहिँ दुईजना चन्द्रगिरी उभो निस्किन लागेको छौँ है। अब यहाँबाट हामी उकालोतर्फ लाग्नुपर्ने हुन्छ। यता पछाडिको भ्यूहरू यस्तो दामी छ होइन। आज यस्तो दिन शनिबार दिवस खुलेको छ क्या, आज चाहिँ यस्तो दामी भएको छ। आमामामा ल हामी चाहिँ उकालोतर्फ लाग्यौँ अब होइन त रुपेश, के छ यता हेरौँ न सर्ट होइन। आजको यो हाम्रो यात्रा चाहिँ चन्द्रगिरीतिरको छ होइन। तल्लोको यहाँबाट दामी तरिकाले जाँदैछौँ। यस्तो छ बाटो चाहिँ यस्तो छ। आजको शनिबारको चाहिँ होस् भनौँ न, मुड फ्रेस गर्नलाई अब निस्केको हामी चाहिँ। दामी जङ्गलमा छ, यस्तो छ है यहाँनिर, यस्तो छ। माइक चाहिँ छैन क्या, माइक छैन। माइक के अब भन्नु, बिग्रियो माइकै, माइक नै अब ल्याउनु पाइएन। आजको यस्तो छ होइन। तर जे होस् धेरैमा हरियाली छ होइन। जे होस् धेरै रमाइलो भइरहेछ क्या, फ्रेस हावा छ, मिठो छ। यहाँबाट अब चाहिँ सर्ट बाटो बन्ने, बाटो निर्माण हुँदो रहेछ क्या। बाटो बन्ने त्यसमै रहेछ। यहाँदेखि अब चाहिँ अफ रोड रहेछ क्या पुरा। अब हिलो चाहिँ रहेनछ धन्न, हिलो चाहिँ होइन। आमा उता पारी पनि छ। त्यस हामी चाहिँ अघि नै घरबाट निस्केको, तर हामीले उता चाहिँ अब माइक बिग्रेको थियो क्या। अब माइक बिनै हामीले भ्लग चाहिँ बनाइरहेछौँ, भिडियो चाहिँ खिचिरहेछौँ। माइक अब के भन्छ नि, माइक नै अब बिग्रियो। अनि यहाँ यस्तै हो, यहाँको बाटो चाहिँ एकदम खराब रहेछ क्या। बाटो लास्ट चाहिँ खराब रहेछ। बाटो बन्द छ अरे, ल यार के गर्नु, बाटो चाहिँ बन्द छ अरे। अब हामी सकेस भइएन है उ जानलाई। ला के हो यार, धेरैमा भ्लगमा यस्तो दामी चाहिँ सरकार घुम्छौँ भनेको बाटो बन्द छ भन्छ। कहाँदेखि हो बाटो बन्द यस्तो चाहिँ। यस्तो डाँडाकाँडा हरियालीमा होइन आएको थियौँ। माथि केबल कार हिँडिरहेछ। के हो, बाटो चाहिँ यस्तो हिलो छ होइन, यस्तो हिलो रहेछ। अब बाटो चाहिँ पुरै बाटो कस्तो छ भन्ने कुरो चाहिँ के हो राजा, हिलो छ त यार बाटो त। नेपालको बाटो हेर्न सक्नुहुन्छ नि, यस्तो छ क्या बाटो। के हो यो बाटो त यार। अब भन्दैछ होइन, यहाँ माथिदेखि चाहिँ बाटो छैन अरे। अब के हुन्छ, बाटो छ छैन अब हेर्नुपर्ने हुन्छ त्यो गएर। बाटो चाहिँ लगभग अब अफ रोड छ, बाटो माथि बनाउँदैछ अरे, छैन अरे। अब हेरौँ, जाँदैछौँ। तर धेरैमा बाहिर निस्केको भएर होला आज चाहिँ क्या फ्रेस भइरहेछ क्या घरहरूमा बस्दा होइन। अब आज शनिबार के कस्तो मुड फ्रेस भइरहेछ क्या। तर बाटो चाहिँ देख्नु सक्नुहुन्छ होइन, यस्तो छ, हिलो छ। तर बाटो कहिल्यै बनेन क्या। यो बाटो पोहोर हामी आउँदा झन् यति धुलो थियो भस होइन। र यस्तै हो नेपालको बाटो। यो बाटोमा चाहिँ हुन्छ नि क्रस फायर कुदाउनु पर्ने रहेछ क्या, गडाङ डाङ पारेर क्रस फायर लिएर। त्यही हो खास क्रस फायर कुदाउने बाटोमा है। यस्तो दामी छ है, यस्तो दामी छ। मोड चाहिँ लास्ट फ्रेस भयो भनौँ न है आजको, सही तरिकाले क्या। यस्तो दामी छ हरियाली, हेट दामी। साथी चाहिँ पर छ होइन, म चाहिँ यहाँ हिलोमा हिँड्दै आउँछु भनेर धरेको। साथी चाहिँ यहाँ पर गएर बसिरहेछ रुपेश चाहिँ। तर लास्ट हुन्छ नि, मोड अझ माथि पुग्नु भएको भए झन् दामी हुन्थ्यो। माथि चाहिँ पुग्नु नपाइने भयो आज है। ऊ माथि केबल कार क्या, त्यो चाहिँ केबल कार झरिरहेछ सरर। के छ नि रुपेश, यहाँदेखि उता जानु पाइने नपाइने हो त यार। दामी हुँदै थियो हरियाली, चाहिँ फ्रेस भइदियो थियो है। मुड लास्ट फ्रेस भइरहेको थियो।
आज चाहिँ हामी फर्क्यौँ है, बाटो छैन रे उभो फर्किसक्यौँ हामी चाहिँ। अब बाटो माथि बनाउँदैछ अरे क्या, अनि सबैजना फर्किरहेको छ। अब हामी पनि फर्क्यौँ। अब हामी चाहिँ न्यु रोड हुँदै होइन, अब न्यु रोड हुँदै त्यहाँदेखि तल सातो बाटोतिर जान्छौँ होला अब क्या, लगभग कता जान्छौँ अब तलको थाहा हुन्छ तर एक राउन्ड चाहिँ हामी न्यु रोड घुम्छौँ क्या। अब न्यु रोडतिर सर्लक्क घुम्ने, धरातिर होइन सर्लक्क घुम्ने होइन त राजा हो एकदम। अनि हामी अब घुम्छौँ एकछिन न्यु रोड हुँदै उतो झर्छौँ। अनि यस्तै हो यार, कस्तो माथि जाने कस्तो उतो थियो क्या, सोख थियो, के गर्नु भने जस्तै भएन क्या। कस्तो तरिकाले यार आज माथि यस्तो दिन खुलेको बेला चाहिँ यस्तो भइदिन्छ क्या। आज फेरि दिन नखुलेको बेला चाहिँ हिँड्न पाइँदैन, पानी पर्छ। दिन खुलेको दिन चाहिँ फेरि यस्तै हो, यस्तै हो। सबैजना अब फर्किनलाई यहाँ बसिरहेको छ है। अब चाहिँ बाजा यस्तो थियो हेर न, दिन खुलेर है, आमामा डाँडा काँडा कस्तो झिलिमिली देखिएको थियो। शनिबारको दिन यस्तो रमाइलो हुन्थ्यो बा, के गर्नु यार, सोचे जस्तो भएन। हामी ऊ पारी डाँडा पनि क्या दामी देखिरहेछ यार। बाबा आज यस्तो खुलेको छ, सब देखिरहेछ क्या हो। तर अलिक बाइकमा बसेर हल्लियो होला, हल्लिनु चाहिँ होइन भिडियो गर्दाखेरि, तर बबाल खुलेको छ क्या डाँडा काँडा आज। आमामा हेर यस्तो दामी ठाउँमा आज चाहिँ यार मिस गरियो। घुम्नु पाइएन, त्यही ठुलो कुरो त होइन, दुःख लाग्यो। कहाँ हिँडेको कहाँ अब होइन, यस्तै हो, केही छैन। कहिले कुनै बेला फेरि जानुपर्छ रुपेश, यही बाटोमा क्रस फायर लिएर बाटोमा होइन, भाडामै भयो नि लगेर कुदाउने हो कि भन न, भाडामै भयो नि लगेर कुदाउने। त्यही हो, आज चाहिँ हामी फर्कियौँ। अब कहाँ खै कहाँ गएको फेरि कटिङ गरेको त टङ गरेर सुन्नु पर्ने हो। त्यही त केही गर्दैन यार, टाङ तेलको खतरा मात्रै। अब फर्किनु जाउँ कि जाने उँभो त अब नफर्किनु उँभो होइन। खै ट्रकहरू चाहिँ आइरहेछ क्या, फेरि ट्रकहरू यत्रो त ह्याभी ट्रकहरू चाहिँ आइरहेछ है, फेरि गडडङ डङ ट्रकहरू चाहिँ आइरहेछ। बाटो ट्रकहरू चाहिँ आइरहेछ। अब हामी चाहिँ न्यु रोड हुँदै उतो झर्छौँ है घरतिर, भन्दा पनि हामी सातो बाटो झर्छौँ, त्यहाँबाट कता जान्छौँ भन्ने कुरा त्यहीँ गयो थाहा हुन्छ। मामाहरूले यहाँ चाहिँ के गरेछ, पक्रेछ कि के हो, बाइक र स्कुटी पक्रेछ। छैन केही पनि छैन, तर यस्तै हो होइन रुपेश। आज चाहिँ हामी कहाँ जान्छौँ भनेर हिँडेको मान्छे आज फर्क्यौँ। कहाँ अरे हामी कहाँ जानु भनेर हिँडेको अरे, कुस्लाङ हिँडेको होइन हामी चाहिँ। अब कुस्लाङ पुगेन, कुतलाङ हिँडेको होइन, पुगेन, फर्क्यौँ बाटोमै। अब हामी चाहिँ यस्तै हो, आज चाहिँ फर्क्यौँ। सन्चोक बाटो माथि बनाइरहेछ क्या, मतलब कटिङ गरिरहेछ, त्यही भएर हो आज हामी चाहिँ। यो डाँडालाई मिस होइन, जानु पाइएन, तर कुनै दिन अवश्य गइनेछ क्या, अवश्य। किन हाँस्यो हो राजा, बाटो छैन, बाटो नभएकोमा जानु बल गर्नु हुँदैन, बाटो छैन। आज हाम्रो त्यो फर्किन हामी चाहिँ अब आज के हो आज त, तर खुलेर दामी भएको थियो चाहिँ। माथि गुम्बा रहेछ, आज कस्तो भ्युज थियो। आज हाम्रो तुङलाङ होइन, तुङलाङलाई मिस गर्यो है बाटो नभएको कारणले। चितलाङ चाहिँ हामीले मिस गऱ्यौँ। यहाँ चाहिँ आर्मी ब्यारेक रहेछ, त्यही हो यार, के दामी यार। ल ओहो आज के खतरा देखिरहेछ यार भ्यू। ओहो काठमाडौँ, तल चाहिँ काठमाडौँ ल। भयो त्यस्तै हो, धेरै
तल झरिसक्यौँ। यस्तै हो कहिले काहीँ बाटो नभएको कारणले चितलाङ कि चितलाङ के भन्ने ठाउँमा चाहिँ मिस भयो आज। शनिबार यस्तो दामी खुलेको थियो दिन है, आहा यस्तो घुमे। तर यो पर ठाउँ पनि दामी रहेछ नि त, के हो आमा दामी लाग्यो त हौ म त यार। त्यो पर पनि कस्तो बवाल देखियो क्या आज, आज दिनै कस्तो खुलेको छ क्या। ल अब हामी चाहिँ यहाँबाट अब यता छ, अब यहाँबाट हामी न्यु रोडतर्फ लाग्छौँ। न्यु रोड जाने एकछिन, अनि त्यहाँबाट झर्छौँ होला दु। ल आज चाहिँ हामी चितलाङ जानु सकिनौँ, हामी चाहिँ सर्लक्क फर्किसकेको छौँ। हामी न्यु रोड सिरोड घुमेर अब सर्लक्क यहाँ आइसक्यौँ है, घामले लास्ट पार्यो। अनि आज चाहिँ हामी यति नै, अब यहीँ भिडियो इन गर्छौँ। मलाई हामी त आज के 2-4 शब्द जान्छौँ त यार। हामी जस आज 2जना जाने भन्ने प्लानिङ चाहिँ धेरै थियो, अब जान सकिएन बाटो बिग्रेको कारणले होइन, ऊ जान सकिएन। यस्तै हो, अब कुनै दिन जाने चाहिँ छौँ हामी। के कस्तो लाग्छ होइन सल्लाह सुझाव दिनु होला कमेन्टमा। अनि साथ र सपोर्ट मायाको चाहिँ धेरै आशा गरेको छु होइन, धेरैभन्दा धेरै। के कस्तो लाग्छ भनिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त गाइस। ल।